आज त मेरो रिजल्ट आउनु दिनु भाइलाई हेर्न पठाएको थिएँ कहाँ गइस हेरेसम्म आउँदैन फर्स्ट नम्बर नि पास त अवश्य भएको छु त्यसपछि त सहर पढ्न जानु पाइन्छ भाइ रिजल्ट हेरिदिले भाइ म पास भयो होला है पास भयो भने त बाबाले सहर पठाउनु हुनेछ दाइ सुन्नु न पास भयो दाइ तपाईँ त नम्बर नपुगेर फेल भएछ नि दाइ पिर नगर्ने म गएँ बाँचेर के गर्नु बाउको सपना त पुरा गर्न सकेन सहर लाने सपना थियो बाउको सबै चकनाचुर भयो मर्नै बेस छ बरु जान्छु मर्नलाई भाइ म पास भयो होला है पास भयो भने त बाबाले सहर पठाउनु हुनेछ एकछिन बक तैँले आत्महत्या गर्न खोजेछस् होइन त मलाई नडारिकन भन्छ तैँले आत्महत्या गरेर के पाउँछस् त कति मूर्ख छस् है एकचोटि फेल भयो भन्दैमा आफ्नो त्यति राम्रो जिन्दगी खेर फाल्न खोज्दैछस् एकचोटि शान्त मनले सोचेर हेर यो संसार कति अमूल्य छ अनि आफ्नो परिवार कति प्यारो छ घरमा एकछिन आमा बुबाले नदेख्नु हुँदा कति तडपिनुहुन्छ तैँले कहिले याद गरेको छ तेरो आमा बुबा दिन रात भोकै बस्नुभयो तँलाई हुर्काउन भने आत्महत्या गर्न कुनै समस्याको समाधान होइन जिन्दगीसँग लड्न सिक जिन्दगी आफै राम्रो हुँदै जान्छ